नमस्ते। यदि तपाईँ अमेरिकामा घर बेच्ने सुरसार गर्दै हुनुहुन्छ भने एकछिन पर्खिनुहोस् र यो भिडियो हेर्नुहोस्। आजको बजारमा घरको सही मूल्य निर्धारण किन महत्त्वपूर्ण छ? रेडफिनको अनुसार अप्रिल 2025 मा अमेरिकाभर 1.9 मिलियन घर बिक्रीमा थिए, तर केवल 1.5 मिलियन किन्नेहरू मात्र थिए। यसको अर्थ बजारमा सेलर्स 34% बढी छन्। यसले एकदमै स्पष्ट के देखाउँछ भने यदि तपाईँले घरको ठिक मूल्य राख्नु भएन भने घर लामो समयसम्म बिक्ने सम्भावना कम हुन्छ। टेक्ससमा घर बेच्नेको औसत समय अहिले 72 दिन पुगेको छ र यदि घर महँगो राखियो भने त्यो अझ बढी दिनसम्म बजारमा रहन सक्छ। लामो समयसम्म अनसोल्ड रहँदा घरको भिजिबिलिटी घट्छ, प्राइस ड्रप्स गर्नुपर्छ र अन्ततः कम मूल्यमा बेच्नुपर्ने बाध्यता आउन सक्छ। जिल्लो र रियल्टर.com का विश्लेषण अनुसार सही मूल्य निर्धारण गरिएका घरहरू पहिलो 2 हप्ताभित्रै 25 देखि 30% बढी सोइङ्स पाउँछन् र औसतभन्दा 9 दिन छिटो बिक्रीमा हुन्छन्। वेल, यो जानकारी तपाईँहरूलाई पक्कै पनि काम लाग्छ होला र यस्तै जानकारीमूलक भिडियोको लागि मलाई फलो गर्नुहोस् र यदि कुनै पनि प्रश्न छ रियल स्टेटसँग सम्बन्धित, घर किनबेचसँग सम्बन्धित भने मलाई तपाईँले मेसेज गर्न सक्नुहुन्छ अथवा कल गर्न सक्नुहुन्छ। म तपाईँको प्रश्नको उत्तर दिनेछु। अहिलेलाई यति भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।